दाम यार 1200 रुपियाँ लिँदो रहेछ दुईजनाको 600। तर हामी चाहिँ फेरि लङ टाइमको लागि खेल्ने भयो। ट्रकलाई जित्नु भनेको यसले मा रोक्दै रातो बलेर यसले रोकेर लास्ट ल्याङ गरौँ। नमस्ते नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? खाना खानु भयो? खानु भयो। सबैले खाना खानु भयो? खानु भयो। हेलो एभ्रिवान, वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ टक्कमा फेरि गाडीमा चाहिँ लाइक रोइला गर्नको लागि अब हामी हिँडिसकेको छौँ। यता साना हुनुहुन्छ अनि यता म, अनि त्यसपछि त्यहाँबाट आज चाहिँ हामी दुईजना मात्र गएको छौँ। अरू साथीहरू कोही पनि अब हामीसँग अब घुम्न नजाने भयो, त्यही भएर हामी चाहिँ दुईजना मात्र लाइक लागिरहेको छौँ। अब यहाँबाट हामी सानो घरबाट बिहान अन्नु अब सबै खानेकुराहरू खाइसकेर अब पुरै पेट अगाइसकेर अब हामी यहाँबाट चाहिँ निक्लिसक्यौँ। अब यहाँबाट हामीलाई लगभग 2 घन्टाको अब गाडीबाट चाहिँ 2 घन्टाको बाटो गएर चाहिँ अनि त्यसपछि हामी चाहिँ खोला भन्ने ठाउँ छ। अब जापानमा खोला सबै ठाउँ हुन्न, त्यही भएर अब म अनि त्यसपछि साना दुईजना भएर चाहिँ अनि यहाँबाट अब हामी लगभग जान्छौँ। गइसकेपछि लगभग 2 घन्टा लाग्छ हामीलाई यहाँदेखि त्यो ठाउँ पुग्न। अनि त्यहाँ गएर हामी चाहिँ नुहाउँछौँ। तर हामीलाई चाहिँ बाटो नयाँ ठाउँ हो नि त, निकै टाढा छ, बाटो खोज्नको लागि टाइम लाग्छ। अब यहाँबाट लेट्स गो। फाइनली हामी चाहिँ 1 घन्टाको बाटो लगभग हिँडिसकेको छु, अझै बाँकी छ। अनि यहाँ चाहिँ लाइक अब दामी भ्यू छ, भ्यू हेर्दै अब भ्यू हेर्दै हामी चाहिँ हिँडिरहेको छौँ। यति धेरै बाटो छ कि अझै लास्ट धेरै बाटो छ हिँड्नको लागि। भर्खर हामी आधी बाटो पनि आइपुगेको छौँ। हामीले म्याप हेर्दाखेरि चाहिँ यस्तो बवाल बाटो हिँडिरहेको छौँ हामी। यस्तो बवाल बाटो यहाँ चाहिँ हामीलाई यो ट्रकले ओभरटेक गर्न खोजेको छ। अब एकछिन पछि यो अगाडि जान्छ, किनकि यहाँ हामी अगाडि जान मिल्दैन नि त, यो गाडी भएकाले त्यो अगाडि खाली छ। त्यो गयो अहिले, यसलाई पनि हामी टपेर गइदिन्छौँ। यसलाई पनि लास्ट टपेर हामी अगाडि चाहिँ जान्छौँ, किनकि त्यो गाडीले हामीलाई ल्याङ गरिदिरहेको छ। यहाँ ट्रकलाई जित्नु भनेको यसले मा रोक्दै रातो बलेर यसले रोकेर लास्ट ल्याङ गरौँ। ट्रकलाई अब जित्न सकिन्न त खुलो अब हामी यहाँबाट लागिदिन्छौँ। अनि त्यसपछि यहाँबाट बाटो चाहिँ लास्ट दामी देख्नुहुन्छ, बाटो चाहिँ दामी। त्यो साला ट्रकलाई जित्नु पर्यो भनेको कहाँ गयो के, अब कहाँ पुगिसक्यो त, किनकि हामीलाई यहाँ लाइटले रोकिदियो नि त, त्यही भएर पनि हो। हामी चाहिँ यो बाटो हिँडिरहेको छौँ। यो बाटो चाहिँ हामीले पैसा तिर्नुपर्छ, किनकि यो बाटो माथिको बाटो, यहाँ चाहिँ हामीलाई ट्राफिकले केहीले पनि रोक्दैन, त्यही भएर हामीले चाहिँ पैसा तिर्नुपर्छ। यहाँबाट चाहिँ हामी हिरोसीमा भन्ने ठाउँ हो, त्यसलाई अब त्यहाँसम्म गएर अनि त्यहाँदेखि चाहिँ अनि त्यसपछि अझै हामीले त्यहाँदेखि पनि उता जानुपर्छ। अब चाहिँ हामी यो बाटो पुरै हिरोसीमा भन्ने ठाउँमा यो बाटो अब जाँदैछौँ। अनि त्यसपछि अब यहाँ चाहिँ हामी दामी भ्यूहरू हेर्दै जान्छ। आज हामीलाई घाम पनि लागेको छैन, शीतल भएको छ, घामले पनि अब हामीलाई साथ दिइरहेछ। अब लेट्स गो। हामी चाहिँ अब यहाँमा साकी आइसक्यो। अनि त्यसपछि अब यहाँबाट हामी चाहिँ आज चाहिँ हाम्रो चाहिँ लास्ट शीतल भइरहेको छ, किनकि हामीले चाहिँ घामले पनि अब अलिकति सहयोग हेर्नु गइरहेको छ, आज घाम लागेको छैन। त्यही भएर अब हामी चाहिँ यहाँदेखि जान्छौँ। अब यहाँदेखि अझै हामीलाई लगभग यो ठाउँ चाहिँ हामी आउनको लागि 2 घन्टा लाग्यो। अझै यहाँबाट हामी 2 घन्टामा चाहिँ जानुपर्ने हुन्छ क्या। 2 घन्टा पछि चाहिँ त्यो ठाउँमा पुगिन्छ। अब हामी चाहिँ यो यता पनि पहाड छ, यता पनि पहाड छ, यो बिचको बाटो चाहिँ हिँडिरहेको छौँ। तर यहाँ हामीले चाहिँ पैसा तिर्नुपर्छ, पैसा नतिरी हुन्न, त्यही भएर अब यहाँबाट हामीले चाहिँ जान्छौँ। लाइक देख्नुहुन्छ त्यहाँ त्यस्तो पुरै पहाड छ, पहाडहरू पनि क्या दामी गरी अब मतलब यिनीहरूले त पहिरो जान्छ भनेर क्या दामी गरी बनाएको छ। अनि त्यसपछि त्यहाँबाट यहाँबाट चाहिँ अब लगभग 4 किलोमिटरदेखि चाहिँ यामागासाकी भन्ने त्यो ठाउँ आउँदो रहेछ। अनि त्यसपछि त्यहाँबाट चाहिँ हामीले अनि त्यो ठाउँमा त्यहाँ गएर अनि त्यसपछि त्योबाट फेरि त्यहाँदेखि 2 घन्टा लाग्छ कि अझै हामीले म्यापमा हेर्दाखेरि। होइन साथीहरू, यस्तो बाटो छ क्या, यस्तो बाटोमा चाहिँ अनि त्यसपछि अब यता पनि पहाड यता पनि छ नि त। नेपालमा त यस्तो बाटो लगभग बनाउन सक्दैन यो बाटो। अनि त्यसपछि यो कहीँ ठाउँ खाली ठाउँमा चाहिँ हेर्न सानो अब यो सानो बस्तीहरू छ क्या। यता पनि अब यहाँ अहिले यसले छेल्दियो, यताहरू पनि बस्ती छ क्या, यता पनि बस्ती छ, यता पनि बस्ती छ। त्यही भएर अनि त्यसपछि जहाँ खाली हुन्छ त्यहाँ चाहिँ बस्ती सानो हुन्छ क्या। त्यही पनि सेवा सुविधाहरू चाहिँ लास्टै धेरै दिएको छ जापानले। यताका मान्छेहरूले यताका मान्छेहरू जति बस्छन् नि यस्तो विकट ठाउँमा त्यति पैसा पाउँछन् क्या सरकारबाट चाहिँ। त्यही भएर सबै मान्छेहरू चाहिँ धेरै जस्तो चाहिँ सहरमा बस्न रुचाउँछन्, तर प्रायः जसो पैसाको लागि भए पनि गाउँतिर बस्छन् मान्छेहरू। लागि यो ट्रकलाई चाहिँ हामीले अब जितेर जानुपर्ने हुन्छ, तर अहिलेदेखि फलो गरिरहेको छ। यो ट्रकलाई हामीले जित्न चाहिँ सकिरहेको छैन, किनकि यो अलिक स्पिडै हाँक्दो रहेछ। तर यो ट्रक वा यतिको स्पिड चाहिँ हाँक्न यसले मतलब पाउँछ, नेपालमा चाहिँ पाउँदैन।
फाइनली गाइजहरू हामी चाहिँ अब यो यामागासाकी भन्ने ठाउँमा आइसकेको छौँ होइन। अब यसमा चाहिँ अब यामागासाकी भन्ने ठाउँ आइसकेको छु। त्यहाँ बोर्ड देख्न सक्नुहुन्छ। यहाँ आइसकेको छ। अब यहाँबाट चाहिँ हामीलाई लगभग अझै 2 घन्टा हुन्छ। यो बाटो भनेको आधी मात्र बाटो हो होइन। हामी त पुग्ने ठाउँमा भनेको आधी मात्र बाटो। यो चाहिँ यो यहाँ गाउँ छ। अनि त्यसपछि यहाँ अब रोड अब यो त यो रोड भयो। अनि यहाँबाट चाहिँ अब हामी सिधै जान्छौँ। त्यहाँ यहाँ लेखेको देख्न सक्नुहुन्छ। यहाँ लेखिरहेछ। अब चाहिँ हामी यो बाटो जान्छौँ। यहाँबाट अब हामीले फेरि बाटो चेन्ज गर्नुपर्ने हुन्छ। अब यहाँदेखि अब हामी चाहिँ अब तल ल्यान्डिङ हुन्छौँ। मतलब अब तलको बाटोमा ल्यान्डिङ मतलब हुन्छ। अनि यहाँ चाहिँ अब हामीले पैसा तिर्नु पर्यो। त्यो पैसा चाहिँ अब सानो हाम्रो कार्डबाट चाहिँ अटोमेटिक कार्ड दिएको हुन्छ पैसा। अनि अब यहाँबाट चाहिँ हामीले फेरि अर्को पनि अब बाटो फेरि सागासित्तै गरेर अनि त्यसपछि जानुपर्ने हुन्छ। अब यहाँदेखि अब हामी तल झरिसक्यौँ। हामी चाहिँ त्यो अब माथिको बाटो आएर चाहिँ राम्रो देखेको छ। यहाँ चाहिँ बाटो सानो छ। हामी चाहिँ यो बाटो जानुपर्ने हुन्छ। देख्नुहुन्छ पुरै पहाड, यता पनि पहाड यता पनि पहाड, बिचको बाटो छ। यो चाहिँ मलाई गाउँको याद आयो किनकि हाम्रो अब नेपालमा पनि यस्तै खालको बाटो हुन्छ नि त। अब मतलब मलाई चाहिँ गाउँ जाँदाको पुरै याद आएको छ। म काठमाडौँमा पढ्थेँ। काठमाडौँबाट गाउँ जाँदाखेरि चाहिँ अब यस्तै बाटो हुन्थ्यो नि त। अब त्यस अब तर हाम्रो नेपालको बाटोभन्दा चाहिँ यो लास्टै राम्रो छ। किनकि अब हेर्नु बाटो मान्छे साइकलहरू हिँड्ने पनि दामी छ, गाडीहरू हिँड्ने पनि दामी छ। अनि त्यसपछि त्यहाँबाट चाहिँ यहाँ चाहिँ माथिको जस्तो 4 लाइन छैन। यहाँ चाहिँ 2 लाइन मात्र हो। 1 लाइन जाने 1 लाइन आउने। त्यही भएर चाहिँ अब यहाँदेखि हामीलाई ठ्याक्कै 1.5 घन्टा लाग्छ। यो ठाउँबाट चाहिँ हामीलाई 1.5 घन्टा लाग्छ। अनि यहाँ चाहिँ गाडीले तस्करी होइन, तस्करी गरे जस्तो छ तर तस्करी गरेको होइन। यो चाहिँ अब यिनीहरूले अब यहाँको नियमअनुसार नै लगेको हो। कहाँ लगेर बेच्नुपर्ने हो। देख्नुहुन्छ यता सानो घरहरू छ। यो सानो घरहरू छ। यताको मान्छेहरू चाहिँ लाइक कसरी बस्छन् होला। मतलब अब जापानमा मान्छेहरू त पुरै अब सुविधा सम्पन्न ठाउँमा मात्र बस्न चाहन्छन् के। तर यताका मान्छेहरूको अब केटाकेटीहरू कहाँ लगेर पढ्छन् कि यता कतै अब हुन त सबैजना गाडीहरू चढ्छन्, गाडीमा पनि जान्छन्। तर यता बस्ने मान्छेलाई चाहिँ लास्टै फाइदा छ। किनकि सरकारले धेरै नै पैसा दिन्छ सरकारले। अनि त्यही भएर यताको मान्छेहरू चाहिँ बस्छन्। यो चाहिँ अलिक असुविधा ठाउँमा हो। सुविधा ठाउँमा चाहिँ खासै सरकारले पैसा दिँदैन। असुविधा ठाउँमा बस्ने मान्छेहरूलाई चाहिँ पैसा दिन्छ यहाँको जापान सरकारले। अब यहाँबाट हामीलाई 1.5 घन्टा लाग्छ जान। त्यहाँ आइसकेको छौँ। त्यहाँ केही सान हुनुहुन्छ अनि म त यहाँ आइसकेको छु। अब हामी चाहिँ गाडीलाई यहाँ पार्किङ गरेर उहाँ केही सानले चाहिँ पुरा होइन जापानी मान्छे पुरा औडा गरिसक्नु भएको छ। अब म यहाँ चाहिँ अब यहाँबाट चाहिँ हामी अर्को बाटोतिर जान्छौँ। यहाँबाट कहाँबाट जाने बाटो हो त्यो चाहिँ मलाई पनि थाहा छैन। त्यहाँ हामीले चाहिँ यहाँ गाडी पार्किङ गरिदिउँ। यहाँ अब पार्किङ गरेर अब यहाँबाट अब हामी चाहिँ लगभग त्यस्तै अब खासै धेरै लाग्दैन। हामी हिँड्दै जाने हो। अनि त्यसपछि लाइक मैले चाहिँ हुन्छ नि यो चप्पल पनि लगाएको छु। त्यो अब चप्पल लाएर जानुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ देख्नुहुन्छ यहाँ गाडी लास्ट धेरै पार्किङ गरिरहेको छ। यहाँ चाहिँ अब ऊ छ। अब त्यही भएर अब यहाँबाट हामी चाहिँ अब जान्छौँ उता गइसकेपछि। अनि त्यसपछि यहाँ अब केही सान चाहिँ अगाडि रहनु भएको छ। अनि त्यसपछि यहाँबाट जान्छौँ। अब चाहिँ यहाँबाट हामीले चाहिँ त्यहाँ बोर्ड हेरेको। बोर्ड हेर्दाखेरि चाहिँ त्यहाँ अब एकजना बराबर 300 रुपियाँ तिर्नुपर्ने रहेछ। त्यो चाहिँ हामी 2 जनाले 600 रुपियाँ तिरेर अनि त्यसपछि त्यहाँबाट जान्छौँ। यहाँ चाहिँ त्यहाँ के लेखेको छ भने रेस्टुरेन्टबाट तिर्नुपर्ने भनेर लेखेको छ। त्यही भएर अब हामी चाहिँ रेस्टुरेन्टतिर तिर्न जान्छौँ। त्यहाँ गइसकेपछि अनि पैसा तिरेर अनि मात्र त्यो भित्र गएर खेल्न पाइन्छ। अनि त्यसपछि हामीले पैसा तिरेर त्यहाँ खेलेपछि चाहिँ अनि अब केही अब हामीलाई मतलब अब केही अप्ठ्यारो पऱ्यो अरे भने केही गर्यो भने यहाँ तिर्छ नि त। त्यहाँ यिनीहरूले पे गरिदिन्छ। यिनीहरूले अब त्यहाँ गएर हामीलाई के अब मतलब त्यहाँ गएर अब पानी खायो के भयो भने यिनीहरूले हामीलाई अब उपचार गरिदिन्छ। त्यही भएर चाहिँ अब हामीले पैसा अब यहाँ हामी तिर्छौँ। अब यहाँबाट तिर्ने हो चाहिँ मैले उ गरिसकेको छु। अब यहाँ पैसाहरू पनि हामी यार 1200 रुपियाँ लिँदो रहेछ 2 जनाको 600। तर हामी चाहिँ फेरि लङ टाइमको लागि खेल्ने भयो। हामी खेल्ने भनेको चाहिँ त्यो पोखरी हो, त्यहाँ गएर खेल्ने हो किनकि यहाँ लास्टै धेरै अब गहिरो पनि छैन त्यति धेरै। नेपालको जस्तो चाहिँ गहिरो छैन। त्यहाँ गएर चाहिँ हामी अब खेल्ने हो। अनि त्यो चाहिँ सानो चाहिँ उहाँ चाहिँ गइसक्नु भएको छ लुगा चेन्ज गर्न। अब म पनि अब एकछिनमा यो लुगा चाहिँ मैले पुरै खोलिदिनु पर्ने हुन्छ। यो लुगा चेन्ज गरेर चाहिँ अर्को लुगा लाएर अनि त्यसपछि हामीले खेल्नुपर्ने हुन्छ। किनकि हामीलाई यो लुगाबाट चाहिँ नखेल्नु भनेको छ। अर्को लुगा लाउने अनि त्यसपछि त्यहाँ अर्को लुगा चेन्ज गरेर मात्र खेल्ने। देख्न सक्नुहुन्छ हरियो छ अब घाँसहरू। अब यहाँ चाहिँ हामी अब बस्छौँ। अनि त्यसपछि हामीले खानेकुराहरू चाहिँ केही पनि अब ल्याएको छैन भन्दा पनि अब यहाँ ल्याउन चाहिँ ल्याएको छ। गाडीभित्र छ। अहिले हामीलाई भोक लाग्यो भने गएर अनि त्यसपछि त्यहाँबाट
छाने हो। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ यो भित्र चाहिँ हाम्रो अब त तौलीहरू छ अनि हामी नुहाउनको लागि चाहिँ अब उ गर्ने त्यही भएर अब हामी चाहिँ अब हामीले चाहिँ यो अब 10 नम्बर हेर्नुपर्ने हुन्छ। यहाँ 10 नम्बर छ। फाइनली अब मैले चाहिँ यहाँ लुगाहरू पनि लगाइसकेको छु, यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि अब यहाँ चाहिँ हामीले यहाँदेखि चाहिँ उ गर्ने हो अनि त्यसपछि त्यहाँबाट उ गर्ने हो, वहाँ तलसम्म खेल्न मिल्छ। एकचोटि चाहिँ लास्ट रमाइलो गऱ्यो होइन। यहाँ चाहिँ म माकोसम्म डुब्न पनि सक्दिनँ, मजाले पौडी खेल्न सक्छु। यहाँ चाहिँ हाम्रो उहाँको जस्तो त्यस्तो डुब्ने ठाउँ पनि छैन, यहाँ मजाले पौडी खेल्न सकिन्छ। यहाँ देख्न सक्नुहुन्छ मजाले पौडी खेल्न सकिन्छ। सानो सानो थाकिसक्नु भएको छ, म चाहिँ अब यहाँ पुरा खेलिरहेको छु। अनि यहाँ चाहिँ अब हामी लास्ट रमाइलो गर्नुपर्ने हुन्छ। अनि त्यसपछि त्यहाँ छ नि त्यहाँबाट चाहिँ म एकचोटि बग्छु होला सायद, मलाई त्यहाँबाट लास्ट बग्न मन लागिरहेको छ। अब चाहिँ म त्यहाँ जान्छु, अब फेरि अझै खेलिदिन्छु। अनि त्यसपछि अब यहाँबाट म गएर सानो सानो म भिडियो बनाइदिनुहुन्छ। किनभने हामीले 1 घन्टा चाहिँ नुहाइसकेको छु। 1 घन्टा नुहाएर त्यहाँ केही सानले त्यो मोबाइल चलाउँदै हुनुहुन्छ, म यहाँ बसिरहेको छु। अझै हामी 1 घन्टा नुहाएर जान्छौँ। लाइक यहाँ चाहिँ हामीलाई चाहिँ लास्ट रमाइलो लागिरहेको छ, देख्न सक्नुहुन्छ त्यो पोखरीमा लास्ट रमाइलो पनि भएको छ। अब यहाँ हामी 1 घन्टा जान्छौँ किनकि हामीले 1200 रुपियाँ तिरेर यहाँ खेल्न आएको छौँ। केही सानो निहोन्जिन देश केही सानो channel no nama usiete kudasai. Hi, please listen. Ego Koro channel. So Ego Koro channel. Moi khai. Ego Koro channel. So सबैले सब्स्क्राइब गरिदिनु होला. सबले त च्यानलमा गएर सब्स्क्राइब गरिदिनु, म लिंक तपाईहरुलाई हाल्दिन्छु। लिंक हाल्दिएपछि सबले सब्स्क्राइब गरिदिएर सपोर्ट गरिदिनु होला। ओके सर। त अब हामी चाहिँ यहाँ 1 घण्टा जति नुहाएर जान्छौं। फाइनली गाइस मैले चाहिँ त्यो कार्ड दिइसके, त्यो अघि हामीले लिएको थियौं नि त्यो कार्ड पनि दिइसके। अब त यहाँबाट हामी गइसक्यौं। यहाँबाट गइसकेपछि साना सान पनि यहाँ हिरो हुनु भएको छ, म पनि यहाँ छु। अब हामी चाहिँ गाडी चढेर जान्छौं। लास्ट थाकेको छौं, यति धेरै थाकेको छौं कि अनि मलाई यहाँबाट जान 4 घण्टा लाग्छ यार। 2 घण्टा रमाइलो गर्नको लागि 4 घण्टा आउनु पर्छ। चाहिँ यहाँबाट हामी हिँड्नु पर्ने हुन्छ, गाडी भित्र बसिसक्यौं। अनि अब हामी चाहिँ यहाँ हुन्छ, केही सान यता हुनुहुन्छ, केही सान पनि लास्टै थाक्नु भएको छ। म पनि लास्टै थाकेको छु। अनि त्यसपछि हाम्रो लास्ट शरीर दुखिरहेको छ। अब यहाँबाट हामी चाहिँ बिस्तारो जान्छौँ। अनि त्यसपछि अब केही सानले गाडी चलाउनुहुन्छ, मैले चाहिँ अब गाडी आउन त आउँछ, त्यही पनि अब मेरो यहाँ लाइसेन्स छैन, लाइसेन्स नभएपछि मिल्दैन। केही सान एक्लैले बिस्तारो हाँक्नुहुन्छ। अब यहाँबाट चाहिँ हामी निक्लिनु पर्ने हुन्छ। फाइनली गाइज हामी चाहिँ यहाँदेखि लाग्यो। म चाहिँ लास्ट गलेको छु, लास्ट थाकेको छु, किनकि अब मैले चाहिँ अब नेपालमा चाहिँ लास्टै धेरै अब त्यो पौडीहरू खेलिन्थ्यो र बानी हुन्थ्यो नि त। अब लास्टै धेरै बानी हुन्थ्यो। अब यहाँ चाहिँ पौडीहरू पनि अब मैले 1.5 वर्षपछि खेलेको फर्स्ट टाइम के। 1.5 वर्ष भन्दा पनि त्योभन्दा अगाडि चाहिँ ठ्याक्कै जापानबाट आउने बित्तिकै मैले सुमाबाट चाहिँ खेलेको थिएँ। त्यहाँ चाहिँ त्यस्तो थिएन। यहाँ चाहिँ अब अलिकति अब त्यस्तो छ। त्यो सुमामा चाहिँ अब अलिकति अब पानी फोहोर थियो, यहाँको पानी चाहिँ लास्ट सफा थियो। त्यही भएर अब यहाँबाट चाहिँ अब हामी अब निक्लिनु पर्ने हुन्छ यही खोलाको माथि। अहिले चाहिँ त्यहाँ बबाल ठाउँ चाहिँ देखिसक्नु भएको छ, मैले तपाईँहरूलाई देखाइसकेको छु। त्यहाँबाट अब म चाहिँ लास्टै थाकेँ के, लगभग 2 घण्टा जति खेलेको, लास्टै नै थाकेँ। अब त सकेसम्म खेलेको हो, लास्टै नै थाकेँ। अब चाहिँ यहाँदेखि हामी चाहिँ लगभग जान अब 4 घण्टा जति लाग्छ। यति 2 घण्टा खेल्नको लागि हामी 4 घण्टा गाडीमा ट्राभल गरेर आएको हो के। भनेपछि अब होइन अब कति धेरै के टाइम अब मतलब अब खर्च भयो। अब आज त्यही भएर अब यहाँबाट चाहिँ अब मन लगाइदिन्छु, म चाहिँ गाडीमा सुत्दिन्छु। एकैचोटि घर गएपछि बिउजिन्छु, कहाँ बिउजिन्छु मलाई अब केही पनि थाहा छैन। अब यहाँबाट चाहिँ हामी अब फर्कियौँ। फाइनली गाइज होइन, अब घर चाहिँ आइयो। म चाहिँ गाडीमा चाहिँ लास्टै सुतेँ। अनि त्यसपछि त्यहाँबाट घर आएर चाहिँ फेरि मैले यहाँ चाहिँ नुहाएँ, किनकि त्यहाँको खोलाको पानीले अलि नुहाएको थिएँ, जस राम्रै थियो होइन। अनि फेरि यहाँ घरमा आएर नुहाएँ। अनि त्यसपछि त्यहाँबाट अनि अब चाहिँ साना खाएर म चाहिँ ल्याम्म सुत्दिनु पर्ने हुन्छ। लास्टै दुखेको छ जिउ। मैले 1.5 वर्षपछि त्यसरी अब धेरै 2 घण्टा 1.5 वर्षपछि खेलेँ। त्यही भएर चाहिँ मैले पुरै जिउ दुखिराखेको छ। अब चाहिँ म यहाँबाट साना खाएर सुत्दिन्छु। वाचिङ द ब्लग, लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हस् त नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।